चिया मिठो रहेछ भने प्रमोसन हुन्छ, नत्र भने भिडियो कट हुन्छ। चिया हेरिटेजको सबै कुरा चाहिँ दामी लाग्यो, तर खाएपछि पैसा तिर्नुपर्ने रहेछ, यो चाहिँ मन परेन। म कहाँ छु, किन छु, कसरी छु, भिडियोलाई हेर्दै जानु होला, थाहा पाउनुहुन्छ है। बिहान बिहान चट्ट साथीको नयाँ स्कुटर पूजा गर्दै रमाइलो गर्दै मिठाई खाँदै साथीको हातबाट टिका लगाउँदै दिनभरिको काम अनि मिहिनेत गरेर छुट्टी गरेर हामी चाहिँ टक्क गयो चिया हेरिटेज घुम्नलाई। हेलो माई युट्युब, फेसबुक, टिकटक एन्ड इन्स्टा फ्यामिली, वेलकम ब्याक टु अ न्यू भ्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ र म पनि एकदमै ठिक छु है। आजको दिन चाहिँ मेरो लागि एकदम रमाइलो र मेमोरेबल छ कि अब यसको पछाडि के कहानी छ हजुरहरूले भिडियोमा देख्नुहुन्छ र म बताउँदै पनि जान्छु त गाइस। सो फर्स्ट अफ अल मेरो साथीले चाहिँ न्यू स्कुटर किनेको थियो, त्यसको चाहिँ पूजा हुँदैछ यहाँनिर होइन। बाउ र छोरा मिलेर पूजा गर्दैछन् र बाउ छोरा एकदमै धेरै खुसी पनि छन्। त्यो देखेर चाहिँ मलाई पनि एकदमै धेरै खुसी लाग्यो। पूजा सकाएपछि चाहिँ अङ्कलले सबैको हातमा एक एउटा मिठाई राखिदिनु भयो र सबैजना मिलेर मिठाई खायो। मिठाई खाता खाता माथि चिया बसालेको त भुसुक्कै बिर्सेछु। अनि फेरि पूजा सकाएर हतार हतार हामी चाहिँ गयो चिया खानालाई माथि। फेरि चिया खानालाई माथि गएको, माथि गएपछि पनि लड्डु पाउँछु त ल, म त मक्कै के। अनि लड्डु सड्डु खाएर फेरि साथीले चाहिँ मलाई टिका लगाइदियो। टिका लगाइदिएपछि चाहिँ साथी एक राइड हान्छु भनेर बाहिर जान लागेको रहेछ। अनि अङ्कलले स्कुटर निकालिदिनु भयो र साथी चाहिँ गयो राइड गर्न। अनि हामीले चाहिँ आफ्नो काम सुरु गर्नका लागि मैले चाहिँ ब्रस लिएर होइन, यो भित्ता घोट्नुपर्ने हुन्छ कि हामीले चाहिँ। अनि दाइ यतापट्टि फेरि पुटिङ बनाइरहनु भएको रहेछ भित्तामा लाउनको लागि। अनि यताउति काम गर्दा गर्दा खाना खाने बेला भएछ। अनि अङ्कल दाइ र म चाहिँ खाना खानको लागि तल गयौँ किचनमा। ओभरै भोक लागिरहेको थियो, खाना चाहिँ एकदम मिठो भएछ। अनि खानासाना खाएर 1 घन्टा रेस्ट गरेर अनि हामी चाहिँ लाग्यौँ फेरि आफ्नो कामतर्फ। हाम्रो चाहिँ अब यो खाना खाएपछि चाहिँ अब 1 घन्टा चाहिँ रेस्ट हुन्छ क्या। अनि हामी रेस्ट गरेर काम गर्न लागेको। फेरि अङ्कललाई यसो बाहिर हेरेको त अङ्कल स्कुटर लिएर घर जानुभएछ। मलाई त थाहै थिएन। फेरि यता अङ्कल गएको खुसीमा छोरोको भुइँमा खुट्टै छैन क्या, लडी र बढी नाच्दै के भन्नु अब। सो गाइस अब चाहिँ हामी होइन काम पनि गर्दैछौँ, 1 बजे अब हामी चाहिँ चिया खानु जान आएको। हिजो बेलुकाको भातले सबै यसलाई पेट दुख्यो रे, दाइ अनि पेट दुखेर पखाले लाग्यो। दुईजना छटपटाया छन् होइन। अनि गाइस हिजो बेलुका चाहिँ मैले भात खाँदिनँ, मलाई चाहिँ केही भएको छैन क्या। अनि सो अब सबैजना तातो चिया खान जाने रे होइन। मौसम पनि यस्तो छ कि पुरै अँध्याएर होइन, पानी परेछ होइन, पुरै दिनभरि पानी परेछ। अनि आज चाहिँ त्यही भएर हामी चाहिँ चाँडै अब चिया खान जान लाग्छ। अहिले 2 बजे फेरि खाजा खान जान्छौँ होइन। अहिले चाहिँ यहाँ केटाहरूलाई लास्टै छेरपट्टि चले जस्तो भयो अरे। अनि त्यही भएर चाहिँ हामी तातो चिया खान जाँदैछौँ है त गाइस। हामी त खाजा खाँदै थियौँ क्या साथी। कति छिटो पसल गएर बाइक लिएर मिठाई पनि ल्याउन भ्याइसकेछ। अनि सबैलाई 1 एउटा मिठाई बाँडिदियो क्या, बर्फी। अनि मलाई पनि बर्फी दिन्छ होला भनेर त मलाई त हातमा लड्डु पिलाएर दिन्छ त बा, म त हेरेको क्या एकछिन। सो गाइस हाम्रो चाहिँ भरे बेलुकाको पार्टीको व्यवस्था हुँदैछ यहाँनिर चट्ट लाएर। यो बेलुकासम्म काम गरेर छुट्टी गऱ्यौँ र हातमुख धुएर रेडी हुनको लागि चाहिँ म गएँ रुममा। र रुममा गएर रेडी भएर एकदम तयारी अवस्थामा अनि म चाहिँ जान्छु दिदीको पसलमा। फर्स्ट टाइम दाइ दिदीहरूसँग यसरी घुम्न जाँदै थिएँ होइन। यस्तो रमाइलो हुन्छ भनेर मैले कहिले सोचेको पनि थिइनँ। क्यामेरामा कस्तो डुब्दो देखेर हो तपाईँ, मोटाउनु पर्यो दिदी। दिदीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ र हामी चाहिँ नयाँ बाइकमा ट्रिपल लोड अगाडि गयो। अब हाम्रो चिया स्पोट आइसक्यो गाइजहरू होइन। अब हामी 3 जना नियम उल्लङ्घन गर्दैछौँ होइन। तै पनि फोटो पुलिसलाई ट्याग गरेर चाहिँ नहालौँ, नत्र हाम्रो चाहिँ चिटाउँछ यहाँ। र हाम्रो चिया स्पोट दिस इज माई ड्रेस अप होइन गाइस, कस्तो लाग्यो। चिया खाने ठाउँमा त आयौँ, तर कस्तो ब्याड टाइमिङमा आइपुगेछौँ भने भित्र हेरेको त यति भिड होइन, बस्ने ठाउँमै रहन्छ कि। अनि हामी चाहिँ फेरि अब कुन डे दाइ अब हाम्रो चाहिँ नयाँ डेस्टिनेसन भइसक्यो, किनकि यहाँ प्याक भइसकेको छ होइन। अब हामी यहाँ समता स्कुल हस्पिटलबाट अलिक छेउमा हेरिटेज भन्ने चिया स्पोट छ होइन, होटेल जाँदैछौँ होइन। अब प्रमोसन अब त्यहाँ मान्छे हो भने त्यहाँकोले अब प्रगति गरोस् होइन। त्यस्तो हामीको फङ्सन मान्छे होइन। चिया मिठो रहेछ भने प्रमोसन हुन्छ, नत्र भने भिडियो कट हुन्छ। चिया मिठो छ भने हामी हजुरलाई रेटिङ साइड के अरे एमआरपी सहित भन्नेछु हजुरलाई होइन। कस्तो लाग्छ भिडियो, लाइक एन्ड सेयर एन्ड सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला। 10 मिनटको रमाइलो सफर गरेपछि चाहिँ हामी आइपुग्छौँ चिया हेरिटेज भन्ने ठाउँमा। ल त हाम्रो ठाउँमा आइपुगिसक्यो होइन। यही हो चिया स्पट, यता पार्किङ गर्दैछ। बाहिरबाट हेर्दा त त्यति साह्रो राम्रो देखेको थिएन, तर भित्र गएर हेरेपछि त एकदम बब्बाले रहेछ क्या। मैले चाहिँ सोचेको पनि थिएन क्या यति राम्रो छ भनेर भित्र होइन। म चाहिँ हेरेको भयो क्या। गाइस हाम्रो चिया स्पोटमा आइसकेको छु। यो हाम्रो चिया स्पोट
हजुरहरूलाई कस्तो लागेको छ भने राम्रो लागेको छ भने आउँदा हुन्छ यहाँनिर होइन। अब तपाईँलाई एकछिनपछि हामी यहाँको मेन्यू पनि देखाउँछु। मेन्यू पनि छ, एफोर्डेबलै छ प्राइस, त्यही भएर अहिले मेन्यू आएपछि हजुरलाई देखाउने छु। र केही बेर प्रतीक्षा गरेपछि चाहिँ हाम्रो चिया पनि आउँछ र हामी चाहिँ चिया पिउन सुरु गर्छौँ। ल गाइजहरू हाम्रो चिया त आइसकेको छ होइन। हाम्रो चिया यही हो। अब यहाँ मेन्यू हेर्नु चाहनुहुन्छ भने यहाँ छ हजुरहरूलाई आइटम होइन। हजुरहरूले के खानुहुन्छ, रिजनेबल प्राइस छ, एफोर्डेबल होइन। जोसुकैले नै आएर खान सक्नुहुन्छ। अलिक बेचतै भयो जस्तो लाग्यो। एफोर्डेबल छ प्राइस होइन। अब हजुर के खानुहुन्छ, मुस्ताङ आलु खानुहुन्छ कि फ्रेन्च फ्राई खानुहुन्छ कि भेज पकौडा खानुहुन्छ कि करी नुडल्स खानुहुन्छ होइन। हजुरहरूलाई बस्ने ठाउँ पनि छ। हजुरहरू गर्लफ्रेन्डसँग आउँदा नि भयो, ग्रुपसँग आउँदा नि भयो होइन। टक्क हाम्रो यो क्याफेको नाम चाहिँ चिया हेरिटेज साइड है त। यो चाहिँ हाम्रो चिया स्पोट भयो होइन। अब हाम्रो आफ्नै ब्रान्च खोल्दैछ पेप्सी कोलामा होइन। त्यो अब खोलिसकेपछि हजुरहरूलाई देखाउँछु। त्यहाँनिर भिजिट गर्नु होला। त्यहाँनिर अफर दिनकै हुन्छ, विकली अफर हुन्छ हाम्रोमा। त्यही भएर त्यहाँनिर भिजिट गर्नु होला। 1-2 दिनपछि हजुरहरूलाई युट्युबमा हाल्छु त्यहाँको पेज हाम्रो। यता दाईको गफ सुन्दा उताबाट पकौडा आइसकेछ। मलाई त थाहै छैन क्या पकौडा पनि अर्डर गरेको थियो भनेर। बाहिरबाट हेर्दाखेरि जति राम्रो देखेको छ नि यो पकौडा, खाँदाखेरि झन् उति नै मिठो लाग्यो क्या मलाई चाहिँ। हामी पकौडा टेस्टिङ गर्दैछौँ होइन। कस्तो लाग्छ म हजुरलाई एकछिनमा भन्दैछु। यसमा 100 दिएँ मैले। पकौडा चाहिँ भेजै हुन्छ त। रेटिङ दिनु न। रेटिङ 10 मा 10। यहाँनिर हाम्रो भेज पकौडाको चाहिँ मिठो थियो, तर लेमन टी चाहिँ भएन किनकि मेरो साथीलाई लागेन। फर्स्ट टेस्टिङ गर्दै है भन्यो, त्यही भएर होइन। लेमन टीलाई चाहिँ 10 मा मैले 2 दिएँ किनकि ग्लास चाहिँ राम्रो रहेछ, त्यही भएर त्यसलाई 2 दिएँ। गिलास चाहिँ मन पऱ्यो है किनेर। यो क्याफेको सबै के अरे चिया हेरिटेजको सबै कुरा चाहिँ दामी लाग्यो, तर खाएपछि पैसा तिर्न पर्ने रहेछ। यो चाहिँ मन परेन। यो भएन, यस्तो भएन, मलाई मन परेन यस्तो। राइडको कमी भएर हामी चाहिँ हिँड्दै गइरहेको छौँ। यहाँबाट चाहिँ कहाँ पुगिन्छ? यहाँबाट तिमी कहाँ जाने भने जहाँ जाने भने त्यहीँ पुगिन्छ त हो र। स्वर्ग जानु छ भने हजुर। ल गाइज हामी चाहिँ अहिले हाम्रो जक्सनमा आइसक्यौँ होइन। त्यहाँनिरको चिया हेरिटेज साइडको त्यो हामीले के हट लेमन खाएको थियो, त्यहाँनिर त्यो लेमन भएन। तर हाम्रो यहाँनिर जक्सनमा चाहिँ यहाँ फ्री सर्भिस होइन, फ्री चार्ज होइन, पैसा लाग्दैन, तर मिठो बनाउँछ यहाँनिर। रेट कति दिन चाहनुहुन्छ सम्झे? यहाँको र त्यहाँको ल त्यहाँ त 2 थियो, त्यो पनि ग्लासले गर्दा, तर त्यहाँ पकौडा चाहिँ मिठै थियो है। हट लेमन मात्रै मिलेन है गाइस। अब कुरामा यिनीहरू एक्कासी कहाँ आइपुगे भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ म भन्छु है पक्नु। मलाई पनि थाहा छैन कि यो कहाँ हो भनेर। दाइहरूले एक्कासी जम्किजम भनेर लिएर आउनु भएको हो, तर एकदम बवाल र रमाइलो लाग्यो मलाई। सो हजुरहरूलाई कस्तो लाग्यो भिडियो? मन परेको छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँला यस्तै नयाँ भिडियोमा। अहिलेको लागि बाई बाई गाइस, लभ यु अल।